विवाह, सौन्दर्य, दाम्पत्य सुख, विलासिता, वाहन अनि भौतिक सुख साधनको ग्रह शुक्रले राशि परिवर्तन गरेर आफ्नो उच्च राशि मीन राशिमा आइसकेका छन्। यो परिवर्तनले तपाईको सबै राशिहरूलाई विशेष हलचल गराउनेछ। विशेष गरेर यी 3 राशिका साथीहरूको लागि आर्थिक स्थितिमा सुधार, घर परिवारबाट पूरा सहयोग, साथै विवाहका योगहरू बन्ने, कार्यक्षेत्रमा सकारात्मक प्रभाव, तपाईको व्यापार व्यवसायमा हुनुहुन्छ भने पनि राम्रो देखिएको छ। नयाँ अवसरहरू पनि तपाईले पाउनुहुनेछ। जागिरको खोजीमा हुनुहुन्छ भने त्यहाँ पनि तपाईको लागि नयाँ अवसरहरू तपाईले पाउनुहुनेछ। या पहिलेदेखि जागिरमा हुनुहुन्छ भने पनि पदोन्नतिका योगहरू शुक्र ग्रहले बनाउँदैछ र तपाईको भौतिक सुखमा यसले वृद्धि गराउनेछ र तपाईको रोकिएका काममा पनि यसले सुचारू अगाडि बढाउनेछ। साथै स्वास्थ्यमा सुधार, तपाईको मान प्रतिष्ठामा वृद्धि। यदि तपाईले भूमि, वाहन, घर किन्ने योजनाहरू बनाउँदै हुनुहुन्छ भने शुक्र ग्रहले तपाईलाई सहयोग गर्नेछ। त्यस्ता भाग्यशाली राशिहरू छन् तपाईको मेष राशि, वृष राशि अनि तपाईको धनु राशि। हरिओम।